हेलो दर्शन नमस्ते सबैजनालाई है जति पनि फेसबुकमा जोडिनु भएको छ। हिजो 8 साढे 8 बजे बिहान 10 गते तिब्बतबाट आएको बार जो रसोबाट हाम्रो सिद्धकुमार गाउँपालिका वडा नम्बर 5 को हाम्रो आफ्नै ठुलामाको जो हाम्रो भिनाजी हुनुहुन्छ, हाम्रो दुर्गा बहादुर बस्नेत हुनुहुन्छ, हाम्रो भिनाजी हुनुहुन्छ। उहाँ हिजोदेखि लापत्ता हुनुहुन्छ कि खबर आएको छैन, फोन सम्पर्क पनि छैन है। जति हुनुहुन्छ यदि फोटो चाहिँ यही हो, हेर्न तलको फोटो हेर्न सक्नुहुन्छ। र नम्बर पनि यही छ। यदि कसैले उहाँको बारेमा कतै पत्ता लगाउनु देख्नुभयो भने कतै सम्पर्क गरिदिनु होला, यस नम्बरमा फोन गरिदिनु हुन म आग्रह गर्दैछु सबैलाई दुई हात जोडेर है। काम गर्न जानुभएको थियो त्यतिखेर चाहिँ बिहान 8:30 बजे आएको बारमा उहाँ पनि त्यतिखेर कि अत्तो पत्तो छैन, सम्पर्क भएको छैन अहिलेसम्म है। लगभग 24 घन्टा नै भइसक्यो होला, एकदम फोन पनि लागिरहेको छैन। जो कहिले पनि उहाँलाई देख्नुहुन्छ कतै है सक्दोसम्म यो भिडियोलाई सबैले सेयर पनि गरिदिनु होला। सायद एकदमै उहाँ बस्ने कोही व्यक्तिसँग पुगोस् यो भिडियो, कोही नजिकको मान्छे रसुवातिर बस्ने कोही नजिकको मान्छेहरूसँग पुगेर उहाँहरूले पनि देख्न सकोस् भन्ने आशा छ, मलाई आशापट्टि छ। ल धन्यवाद।